सम्पूर्ण नमस्कार। यसपालिको लखनऊ घुमाइमा सिरोज ह्याङआउट क्याफे अर्थात् रेस्टुरेन्टमा सपरिवार घुम्ने अवसर पुग्ने अवसर पाइयो। त्यसको बारेमा मैले विस्तृत जानकारी अघिल्लो भिडियोमा मैले गराइसकेको छु। त्यो एसिड आक्रमणद्वारा पीडित भएका पीडितहरूले खोलेको रेस्टुरेन्ट हो र त्यहाँ मैले एकजना म्याडम करिब 50 वर्षको हाराहारीको उमेरको हुनुपर्छ। उहाँलाई देखेँ तर उहाँको अनुहारमा कुनै पनि दाग थिएन। अनि मलाई केही कुराहरू सोध्न मन लाग्यो उहाँको बारेमा। सुरुमा त उहाँले भन्न त्यति चाहनु भएन, तर मैले आफ्नो सम्पूर्ण परिचय दिएँ। म सामाजिक विषयवस्तुहरूमा चाहिँ बोल्छु राख्छु भनेर मेरा आफ्ना केही भिडियोहरू पनि देखाइसकेपछि उहाँ चाहिँ मसँग बोल्न आफ्नो व्यथाहरू भन्न राजी हुनुभयो, तर भिडियो रेकर्ड गर्न चाहिँ मान्नु भएन। र मैले उहाँका सम्पूर्ण व्यथाहरू सुने र तपाईँहरू समक्ष त्यो लिएर आउन मन लाग्यो मलाई। लगातार 5वटा छोरीको जन्मपछि 6औं बच्चा पनि गर्भमा आइसकेपछि उहाँको श्रीमानले छोरा हो कि छोरी हो भन्ने पहिचान गरौँ भनेर भन्नुभएछ र त्यो कुराको लागि उहाँले अनुमति दिनुभएन। अर्थात् उहाँले नमानिसकेपछि श्रीमानले आवेशमा र आक्रोशमा आएर उहाँको गुप्ताङ्गमा एसिड छर्किदिनु भएछ र उहाँ घाइते हुनुभयो, उपचार भयो। तर संयोग भनौँ या भाग्यको खेल भनौँ जे भनौँ, तर त्यो 6औं बच्चा चाहिँ उहाँको छोरा नै भएछ। र त्यो एसिड आक्रमणपछि श्रीमानलाई मुद्दा हाल्नुभएछ। श्रीमान जेल गए। 6 वर्ष श्रीमानलाई जेल भयो र यो 6 वर्ष बिचमा 6वटा सन्तान। उहाँले श्रीमानलाई जेल पठाइसकेपछि आफ्नो घरका कसैसँग सम्बन्ध राम्रो रहेन। त्यसपछि उहाँले यति दुःखका साथ त्यो 6 वर्ष बिताउनु भयो। जसो तसो उहाँले सन्तान हुर्काउँदै हुनुहुन्थ्यो र उहाँले भन्नुभयो 6 वर्षपछि पुनः म श्रीमानसँग जेलबाट छुटिसकेपछि म पुनः श्रीमानसँग बसेँ भन्नुभयो। त्यसो किन गर्नुभयो भन्दाखेरि उहाँले के भन्नुभयो भने त्यो 6 वर्षपछि मैले जति दुःख र यातना पाएँ नि, मलाई एक्लै छोराछोरी पाल्न भन्दा पनि समाजले श्रीमान नहुँदाखेरि श्रीमान भएको श्रीमानलाई पनि आफैले मुद्दा हालेर जेल पठाउँदाखेरिको यो जुन यति धेरै यातना, वचनका यातनाहरू, कसैले पनि मलाई सपोर्ट नगरेको अवस्था थियो र यति धेरै मैले यातना पाएँ। ती यातनाहरूलाई सहनुभन्दा त त्यही श्रीमानसँग बस्छु, कमसेकम छोराछोरीका लागि मात्रै, छोराछोरीका लागि हो भने म त्यो श्रीमानसँग बस्छु भनेर मैले पुनः त्यो श्रीमानसँग बसेँ भन्नुभयो। अनि मलाई पनि बडा अचम्म लाग्यो, दुःख त छँदै थियो। तपाईले कतै असहज नमानिकन यो निर्णय लिनुभयो, आफैले अपराधी घोषित गरेर तपाईले पठाउनु भएको श्रीमानलाई जेलमा। भनेको हेर्नुस्, जुन बाध्यता, जुन पछिल्लो समय मलाई बाध्यता लाग्यो, जुन मैले समाजसँग लड्न सकिनँ नि, त्योभन्दा सजिलो त श्रीमानसँग बस्न देखेँ। सायद के चेन्ज पनि भयो होला 6 वर्ष जेल बसेर भन्ने ठाने भन्नुभयो। त्यसपछि मलाई जान्न मन लाग्यो, अहिले तपाईको श्रीमानसँग कस्तो सम्बन्ध छ भनेर मैले सोधेँ। उहाँले भन्नुभयो मलाई, तपाईसँग जति अहिले यो करिब आधा घण्टाको बिचमा तपाईसँग जति आत्मीयताको हिसाबले म तपाईसँग कुरा गर्दैछु नि, यति आत्मीयता पनि छैन मेरो श्रीमानसँग। कुनै न माया न केही पनि छैन मलाई। खाली छोराछोरीले बुवा भन्न पाएका छन्, उनले कति कमाउँछन् के कमाउँछन् त्यो उनको कुरा हो। म त्यो कमाइ पनि खोज्दिनँ। मैले मेरा छोराछोरी सबै आफैले पालेकी छु। 3टा छोरीको मैले यही अवधिमा बिहे पनि गरिसकेँ। अब मसँग 4वटा छोराछोरी छन्। म आफै गर्छु लालन पालन, अहिले पनि खर्च म आफै गर्छु। तर खालि समाजलाई देखाउनको लागि समाजले देख्दाखेरि म श्रीमानसँग छु, यति हुँदा पनि मैले धेरै ठुलो यातनाबाट चाहिँ बच्नु परेको छ भन्नुभयो। अनि सरसर्ती हेरेँ, म आमा बुवाको विषयमा बोलिराख्छु, विभिन्न घटनाहरू मैले देखेँ भने तपाईहरु समक्ष ल्याइराख्छु। अनि यो पनि मलाई तपाईहरु समक्ष सेयर गर्नुपर्छ जस्तो मलाई लाग्यो। र यति धेरै दुःख कष्ट, जसले गुप्ताङ्गमा एसिड आक्रमण गरिसकेपछि जेल पठाएर 6 वर्ष बिना श्रीमान त्यो दुःख कष्ट गरेर छोराछोरी हुर्काइसकेर पनि फेरि त्यही श्रीमानसँग छोराछोरीका लागि बस्नुपर्ने जुन अवस्था आइलाग्यो र जुन त्यो परिस्थितिसँग म फेरि सम्झौता गर्छु भनेर उहाँ बस्नुभयो नि, त्यस्तै आमालाई सलाम गर्न चाहन्छु। हो, आमा बुवाले यस्तै दुःख गरेर हामी सन्तानलाई हुर्काउनु भएको हुन्छ। आजलाई यति नै, धन्यवाद।